ल हेर यहाँ चुनाव हर्क साम्पाङले जितिसकेपछि काकाबती त दरो यहाँ पर्दैछ। अहिले म आइसकेको चाहिँ यहाँ चोखाने हर्क साम्पाङको घर पुर्ख्यौली गाउँमा। यहाँ तल चाहिँ हाम्रो हर्क साम्पाङको घर चाहिँ यो तल रातो घर हो। घरमा त कोही पनि छैन अरे भन्ने सुने, मम्मीहरू धरानमै हुनुहुन्छ। हर्क साम्पाङको घर चाहिँ पुर्ख्यौली घर चाहिँ यो हो है, किपलासगढी 2 खारताम्छा चोखानेमा उहाँको पुर्ख्यौली घर। हेरौँ न यहाँ गाउँघरमा माथि गुराँसको फुलहरू फुलिरहेछ। हामी चाहिँ मेरो चाहिँ ता जानुपर्छ टक्क, हाम्रो चाहिँ फेरि उता यहाँ काका भतिजा र गफ हान्दैछन्। काका हजुर के छ हर्क साम्पाङ जितेकोमा खुसियाले होइन? एकदम खुसी है, कामै गरेको छैन 5-6 दिन है अब चाहिँ आजदेखि गरौँ भनेको, आज पनि त्यतिकै भयो। ल ठिक छ, ल ठिक छ। के छ एकदम गाउँले हर्क साम्पाङको गाउँले? हर्क साम्पाङको पार्टीबाट उठेको आर्यनराले चाहिँ हामीले खोटाङ जिल्लाबाट अब एकदम भारी मतले जिताएर पठाउन चाहिँ हामी सफल भएको छौँ। अब अहिले त्यही हो, अहिले अब जताततै चिया गफ काका यता आउनु न, गफ बाहेक अन्य एउटा कुरा सोध्नु छ। रूपमा चलाएको होइन के भन्नुभएको थियो अरे तपाईँलाई काङ्ग्रेसको साथीहरूलाई? के कति तेस्रो पार्टी हुन्छ भनेको अरे तपाईँले? मैले तेस्रो भनेको तेस्रो नै पुग्यो नि त ठ्याक्कै है। फेदिको साथीहरूले भनेको, यताको साथीहरूले पनि तेस्रो भनेको ठ्याक्कै त्यो चाहिँ पुग्यो, खुसी छु। रुख चाहिँ तेस्रो किन तेस्रो चाहिँ भन्नुभयो? कसरी तेस्रो चाहिँ आकलन त्यति हो नि गर्नुभएको त। यसो खोजी खोजेको भोटले, खोजी हिँडेको भोटले कहाँ उहाँहरूले जित्छ के त? भन्नुभएको थियो या तेस्रो भन्नुभयो या होइन, अब यहाँ त माटै माटो थियो नि त। हामीले भोट दिएको नि ओएर आएको चाहिँ हो। त्यो हेर्दाखेरि त्यो खोजिने कसै पुरानहरूलाई त्यसो गर्दा त कहाँ भोट जित्छ त अब काङ्ग्रेसले? जित्ने ठाउँ नै थिएन। जस हाम्रो आकलन चाहिँ यहाँ के थियो भने अब त्यही हो आकलन भनेको। अब अन्य अब यहाँ लगभग बेल्टको हिसाबले, क्षेत्रीय हिसाबले जान खोजिरहँदाखेरि उहाँहरूको अब काङ्ग्रेसको एउटा मात्र विकल्प भनेको अब बेल्टको हिसाबले जाम एउटा नेतालाई पठाउँ भन्ने चाहिँ उहाँहरूको सल्लाह सुझाव हो। तर हामी चाहिँ अब कसै अब व्यक्तिप्रति नगएर, तपाईँको पार्टीप्रति नगएर, बेल्टको हिसाबले नगएर हामीले चाहिँ अब हर्क साम्पाङकै सिद्धान्त, जिते पनि हारे पनि आर्यनलाई नै मत दिउँ भन्ने हाम्रो सोच पनि भयो। हामीले त्यही अनुसार लागु पनि पर्यो। अनि त्यही काङ्ग्रेसका पार्टी साथीहरू चाहिँ अब उहाँहरूको चाहिँ अब रितो हात नबसौँ, काङ्ग्रेसलाई प्रत्यक्ष हानौँ, अनि उता चाहिँ सामानुपातिक चाहिँ हर्क साम्पाङलाई दिउँ भन्ने चाहिँ त्यस्तो तरिकाले चाहिँ यहाँनिर एकदम हुइम जारी गरेर छ चोखानेमा। हजुर, अनि त्यति बेला त्यही हाम्रो साथीहरूलाई पनि भनेको थियौँ। हाम्रो पूर्व अध्यक्षज्यू एकको हाम्रो निरकुमार